भन्नु न के भन्नु हो भोलि आया हजुर हुँ म आया जुन जाने जनादन तर्न पर्छ तपाईँलाई हिरो बनाउनु पर्ला फिल्मको जुगाले खायो मलाई असार मनायो यहाँ छ बुढो यहाँ निधारमा रहेछ जिल्लाका निदर्पण छाए यस्तै छ है हेर्नुहोस् वेलकम छ फेरि आज डे 2 आज सेकेन्ड दिनको काममा तपाईँहरू सबैलाई स्वागत छ फर्स्ट डेको काम हाम्रो अलरेडी भइसकेको छ अब हामी सेकेन्ड डेमा छौँ आज चाहिँ अनि काम गर्नको लागि हिँड्यौँ अब हामी धान रोप्नको ए बुझ्नु लल मन आमा लल लल चाह सुनमा का सेम डे निस्ता चाहिँ बिउतो बागतिर पानी बाग्थे अब मार्को हिलो हिलो पर्यो हामीहरू यसरी धान रोपेछ सम्पूर्ण सुब्बु पारेर हेर्नुहोस् तपाईँहरूले मेरो मुखमा सिधै गाल्छ हाम्रो धान रोपेको कस्तो छिटो छ है
कस्तो चुप्लुको चुप्लुको भन्छ अँ, छुप्लो मासै रोज्नु सुइरो धुइरो टेरिका यसरी पो धान रोप्नुपर्छ त असारमा गाईहरू हेर्नुहोस् के गर्नु थियो र जिन्दा कानी दर्पण छाए यस्तै छ है हेर्नुहोस् हाम्रो स्वर राम्रो छैन काली पनि छौँ लाइक गरेर भाइलर बनाउनु है हामीहरूलाई भाइलर बनाउनु Ganis nila kay nasa. सबजना जादू जादू देखे सबैलाई लिम्बू होइन है बुढो यस्तो गर्नु त यहाँ त्यो जुगा हो निधारमा हो असार मनायो यहाँ छ बुढो यहाँ निधारमा छ ठुलो लामो पाएर लाँदा हुन्छ क्या आमा अहिले अहिले खा Batti mitu. Nei se talu. सक्नु पर्छ बाबु म पनि त्यस्तै नि त्यस्तै गर्छु कहिले देह पत्र खतरा है क्या अहिले जाडो भयो भने फेरि चेन्जर लानु यसलाई पनि सुरक्षित राख्ला मेरो ल यो भिजो हो नि त्यो लानु Chắc có lên nữa mà chúng nó có bảo đó đó là nó mấy cái bật के चाहिँ बेच्नु पर्यो अब तपाईँले
ल एकदमै नि मगाउनु वाइट गर्छ एकदम jangan yus jangan yus dia batam tim tak memang itu es balik kamu tem itu mana kamu saya juga tidak yus kau tahu kata lagi pun dia yus kan tu I boleh finally kami ढाकाढुकी कस्तो रहेछ नि दामी छ BOY बोय फुपूलाई हेर त फुपूले रातो त्यही त फुफूको रातो उहाँको सेतो पारेको फोटो खिच्नु है ल हाम्रो भनाइ यहाँ अरू नगए नि तपाईँ चाहिँ भाइरल जानुहुन्छ है
ल है साथीहरू, यसपालिको असार यतिकैमा सक्यो। यो पछि चाहिँ धेरै पानी परेर मैले खिच्न पाइनँ, त्यही भएर अब यसपालिको असारलाई चाहिँ यहीँ बन्द गरेको। यो 3rd डेको काम हाम्रो धान रोपाइ अब आजबाट यो काम पनि सक्यो। सबैजनालाई थ्याङ्क यू। अनि त्यसपछि अब हजुरहरू जतिले हेरेर माया गरिदिनुहुन्छ सबैलाई धन्यवाद। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनु होला भन्दै आजलाई यतिमै। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नु होला। तपाईँहरूको लागि फेरि नयाँ भिडियो लिएर आउनेछु भन्ने बाचाका साथ यो पटकको असारलाई यहीँ बन्द गर्न चाहे। सबैलाई टाटा बाई बाई।